साथीमा फेरि गरे त फेरि दाइ चाहिँ फेरि सेम वडा भन्छ नि वडा नि रुम सुम गरेर अनि अहिले साइड
चिल गर्नलाई पनि सिधा हुन्छ क्या रुमहरू गरेर अनि बाहिरको साइड सिनहरू अहिले गर्दा हुन्छ क्या रोकिन्छ खिच्ने लास्ट हेर्दै यार मेरो मोबाइल हो सैनिक जस्तै छ यस्तै आगा बाल्दा बस्नुपर्छ त्यति सक्नु पर्दैन भन्नु तिमीले हालिसक्यौ बिनाजुको पोतो त हराएछ त विदेश गएर सब किन्ने हो कि यहाँ तपाईको एक टिपर ल्याउँदाखेरि 50,000 सम्म पर्छ हामी यहाँ आगो ताप्दै हो साथमा चाहिँ फेमस डिस चाहिँ के हो यहाँको हेलो गाइस वेलकम टु माय हाम्रो डान्सर बहिनी पानी परेछ Hey guys. गीत बजाऊ न यता स्नेह लिहो है कुवाको पानी रेला खाइ खाइ एउटा यस्तो चाहिँ बनाएर बनाउनु लाग्यो ससुरा बुवालाई तिमीलाई रमाइलो रमाइलो गाइस रमाइलो हेर्नु त हामी आउने बेला सब हैन त्यहाँ त फुल साउन्डमा यहाँ आइहाल्छ हो फुल साउन्ड गर्दिन न ल हामी बजाउने राम्ररी म पनि तिमीलाई दिन्छ मजा लाग्यो झरेको पानी परेको थाकेर होला सिट झरे हौ पानी परे हैन हैन त युट्युब नचले भिटमेट चल्छ वाइफाई हाल्दैन न भइहाल्छ नि भिटमेट चल्छ कति गालासाला राख्दै हुन्छ रचनाको जीव तैले खाने अस्रै पान्दैन के भयो त जबरजस्ती
भ्लगमा आउँछ गाइज ह्यापी टियर चिसो बिहार रुट नाचेर अस्तिको कुरा बिर्स्यौ तिमी कुन्नी कसम म फेरि छैन तिमीलाई छोडेर होसम तिमीलाई हो छोडेर होसम बरोबर त्यसको साउन्ड आउँछ गाइज बारबिडल भन्नु न बारबिडल पिरियडहरु पनि चाहियो कि तान्दै खाने मस्त झिर्ता चटनीसँग खानुपर्छ नि चटनी दिन्छ होला अहिले माग्नु मेरो मोबाइलबाट गर्न न यो डढेकै एकतिर हो लागेका हामी चाहिँ भाइ म चाहिँ खान्छ के ब्यागमा ले अब पकालिन्छ म दुईटा मोबाइल म सक्दिनँ एकजनाले मोबाइल मेरो त्यहाँ छ गाइज अब हामी गाइज हामी चाहिँ गाइज टिकट 7वटा टिकट यस्तो गरेर गाइज यो चाहिँ केबल कारको टिकट हाम्रो 6वटा होइन 7वटा हेलो सातवटा त छ नि ल यस्तो गर्छ नि यति हो हाम्रो ग्रुप आउन गाइज कालिम्पोङको तातेको छ मन्दिर मलाई यति यो मैले लास्टमा गरेछ हैन यहाँ सुन्नु न गाइज केबल कार आयो हाम्रो लागि केबल कार आयो फोटो खिचाइरहेको छ ए हावाले त कपाल बिर्स ai फोटो फ्रेम बनाउनु पर्छ के अब तिमी स्नेहा र उसलाई उतापट्टि राख
पहिला दुईजना उता बस्छ भयो हामी ग्रुप पुग्यौँ ल यो ब्यागमा राम्रो फोटो खिचाउन केवल कानमा बोले गर ल यो नभए उयो कान उयो हुन्छ दुख्छ कान एकदमै भिडियो फोटो खिचिन स्न्याप यताबाट पछाडि हाम्रो कति काली तिमी यति काली छौ यस्तो काली देखेछ अब मोबाइल त फेरि दामी है हिँडेर चाहिँ आउँदा मस्त हुन्छ है पानी नपरेको पाइ चाहिँ हिँडेर आउँदा धेरै राम्रो ठाउँ भ्यू तर तिमी हामी सबै हिँड्यौँ तर निसाले केवल कारमा जान्छ तिमीहरू नभए हिँडेर आउँ न म फर्किन्छु भएपछि ल गाइज हामी चाहिँ माथि मन्दिर उता टुप्पोमा छ मन्दिर त्यही जान लागेको पानी परिरहेछ पहिले मन्दिर पुगौँ अनि मलाई गाह्रो भयो गड सास फेर्न गाइज भगवानहरू किन यस्तो अप्ठ्यारो ठाउँमा हुन्छन् पाप पुण्य गर्नेहरूलाई के भन्छ त्यसलाई धर्म चेक गर्नको लागि आउन सक्छन् मेरो खुट्टा उसमा पाउमा भनेर यस्तो गर्दा रहेछन् भगवानहरूले थाहा भयो आज आएर रियलाइज भयो भगवान यहाँ गाह्रो भयो लास्टै गाह्रो भयो लास्टै सास फेर्न गाह्रो भइरहेछ ऊ त्यो माथि छ ऊ त्यो माथि ठाडो छ नि मन्दिर उसको स्क्याप चाहिँ कति झर्दो रहेछ उभिनै नसक्ने भएको गाइस लास्टै सिधा तल छ है जान हिँड्नलाई धेरै गाह्रो भइरहेछ खाजा रेडी भइसक्यो खाने जाने कालिम्पोङ गरिदिन्छु हामी उहाँ डाँडा पुगेर आएको है ल
भन्छु हामी उहाँ डाँडा पुगेर आएको है ए हिजोको हाम्रो पानी भने नि तिमीहरू धेरै ठाउँ घुम्न पाउँदैन कि टुरमा जाऊ जाऊ टुरमा उयो जस्ट रमाइलो हुन्छ मेमोरी हुन्छ साथीहरूसँग धेरै ठाउँ घुम्न पाइन्छ त्यसमा पनि त्यो साथीहरूसँग भेट उयो हुने भनेको त्यही बेला हो लागे पनि घुमाउन चाहिँ सबैतिर घुमाउँछन् क्या सरले दोलखा भीमसेन मन्दिर हामी जाने भित्र कसरी खोल्नु त्यो चिसो हो हामी भीमसेन मन्दिर पनि आइपुग्यो मेन मन्दिर दर्शन मैले यसरी चरीकोट टाढै छ नि हाम्रो घर पोइन्ट लाग्यो हरेक ठाउँको लागि हाम्रो बर्दिवास छैन बर्दिवास यहाँ सुन्नु ढल्केबरबाट काठमाडौँ पनि 7 घण्टामा कालीचोक पनि 7 घण्टा हो बर्दिवास त आउनै पर्छ नि आउनु पर्ने बाटोको कुरा हो के दाइ त्यो कुरा आफ्नै ठाउँ के होला त्यो अफिसहरु